भाइ मेरो चाहिँ काम सिद्धियो समीर प्रकाश भाइ आशिष रविन अनि म न्युट्रिसन जरा जहिले पनि साइडमा हुन्छ क्या मल हाल्दा नि यसरी हेरेँ यसरी खाल्डो खन्ने है यसरी सर्लक्क यहाँ मल हाल्ने अनि सर्लक्क पुरिदिने माटोले हामी चाहिँ खाजा खाँदैछौँ काम सकेर होइन खाजा खान आउनु अलिकति झन्नै ठोके ब्रेक नहाने भए ठोकिने रहेछ कस्तो चलाएको होला पनौतीको गल्लीबाट छिर्दैछौँ हामी यहाँनिर चाहिँ नाचगान रमाइलो भइरहेको रहेछ साउन्ड आएको है आज हाम्रो गोठघाट कार्यक्रम हुँदैछ फेरि बोटहरू यताको चाहिँ राम्रै भएको छ तल्लोको चाहिँ अलिअलि थोरै थोरै भएको रहेछ हामी चाहिँ साथीभाइहरू काम गर्न आएको गोठगाड गरेर पानी बेसी हलक्क पर्छ यो मान्छेको चाहिँ धेरै राम्रो छ क्या बोट है मल त मुनि हाल्नु परिहाल्यो नि बिरुवाको जरा छ नि मुन जरा हुन्छ नि यो बिरुवालाई के अरे नट हल्नुको लागि मुन जरा जाने हो कि सिधा मुनि भने न्युट्रिसन जरा जहिले पनि साइडमा हुन्छ क्या मल हाल्दा नि यसरी हेरेँ यसरी खाल्डो खन्ने है यसरी सर्लक्क यहाँ मल हाल्ने अनि सर्लक्क पुरिदिने माटोले माथिको बिरुवा राम्रो छ क्या यता ओक छ माथि शीत पर्दैन क्या राम्रो भइसक्यो क्या यताको बोट हाम्रो काम चाहिँ सिद्धियो आजको लागि होइन गोठघाट सबै सिद्धियो अब पानी दिनुपर्छ अब आज पानी दिनु मिल्दैन भोलि मात्र आउँछ पानी त्यही भएर काम पनि सिद्धियो हामी अब निस्किँदैछौँ है गोठघाट सबै गऱ्यो एकदम राम्रो भएको छ बोटहरू पनि सबै यो काम चाहिँ सिद्धियो बारीको अब हामी निस्किँदैछौँ पास जानु कति राम्रो लाउरे फुलै फुल छ है घरभरि हामी चाहिँ अब यहाँनिर काम सकेर देख्न सक्नुहुन्छ भ्यू एकदम दामी देखिन्छ यहाँबाट वरिपरि डाँडै डाँडा तर रोड हाम्रो साथीहरू चाहिँ भ्यूको मजा लिँदैछन् पर चाहिँ आश्रम बन्दैछ के बन्न लगाएर के अरे आशिष थियो त्यो साई बाबा आश्रम बन्दैछ खाजा खाँदैछौँ काम सकेर होइन खाजा खान आउनु खाजा खाएर अब हामी
बाइक फर्काएर पनौती हुँदै दिप भाइको घर जान्छौँ अनि त्यहाँबाट बासाझाङमा बाँस काट्न जानेछौँ। सो लेट्स गो। हाम्रो आशिष यहाँबाट छुट्यो, घरमा काम छ है, खाना बनाउनु पर्ने छ यसको, त्यही भएर हामी मात्र पाँचजना जाँदैछौँ। यहाँबाट यो चाहिँ पनौतीको गल्ली, यहाँबाट हामी सर्टकट छिर्दैछौँ। पनौतीमा केही कार्यक्रम भइरहेको रहेछ, हामी चाहिँ यसो ढ्याङ्ग्रोको मजा लिएर यहाँबाट निस्किँदैछौँ किनकि काम पनि छ माथि। मान्छेलाई चाहिँ हर्न लाउने हो, कुकुरहरूलाई चाहिँ टिकट पार्ने हो होइन। पुलको बिचमा आएर मोबाइल नि अफ भयो, मोबाइल चार्ज गरेर अब यहाँ चाहिँ हामी दिप भाइको घरबाट माउन्टेन हिमालको मजा लिँदैछौँ। इभिनिङ भ्यू खतरा हिमाल देखिन्छ यहाँबाट है, बनेपा एरिया पुरै तुलिहिल हिमाल देख्न सक्नुहुन्छ। छुट्टै रमाइलो संसार छ यहाँबाट चाहिँ। अब यहाँबाट हामी बाँस काट्न जाँदैछौँ तल पाटोमा, तल बारी पर्ने गाई राख्नको लागि
दिन जाँदैछौँ यता अब काम पनि सिद्धाएर आयो सबै गरेर आयो यता अब अलिअलि बाँस काटेर घरतिर लाग्नुपर्छ बाँस काट्नु लाग्यो अब एकजना रहेछ बाँसमा बाँस काटेर अलैँचीको है रे फले कुन अर्को हो ए अर्को पो रहेछ यो पो भन्छ नि तल कि माथि माथिको ल ल ड्याङ्गी ड्याङ हान्नु उतारि सुरु भयो कटेजको लागि दुध भएको कटेज बन्दैछ माल पनि लिइआइदियो सबै हान्दिने होइन त कुन यसले यसले भने यसले नहान्ने भने केले काट्ने त अनि केले काट्ने त एउटा मात्र सब बन्छ र कस्तो साउन्ड आएको है हालेर सुकेर रहेछ है त्यसलाई छोडिदियो अहिले अर्को हाल्नु अनि बिचमा करौटीले काट्दैछ फेरि बल्ल काट्यो एउटा 10 मिनट लगाएर चाडा भन्नु लगाएर चाहिँ एउटा काटेर आधी घन्टा लगाएर अब साँझ पनि पर्न लाग्यो हामीले लगभग 30-35 वटा बाँस काट्यो होला आजको लागि यति नै अर्को भिडियो अवश्य लिएर आउनेछु दिपाईको हामी कटेज पनि बनाउनेछौँ कटेजको भिडियो पनि लिएर आउनेछौँ यो भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद भन्दै म बिदा चाहन्छु बाई बाई।